उकाली माडी भनेर एउटा स्टोरी हाल्दै त्यो होइन गुज्जर गानु भन्छ हाम्रोतिर चाहिँ उकाली ओराली गर्दै उकालो चढी बैकुण्ठ झर्दै चितवनको माडी सुप्रसिद्ध ठाउँ माडीको पनि बैकुण्ठ धाम बैकुण्ठ ताल उत्तिकै रोमाञ्चक अनि एकदम सुन्दर ठाउँ भनेर आइरहेको धेरै पछिको भ्लगमा यसरी चाहिँ माडीको बैकुण्ठ धाम बैकुण्ठ ताल जे भनिन्छ एउटै यहाँ महादेव शिवालय मन्दिर रहेछ यहाँनिर बैकुण्ठेश्वर बैकुण्ठ ताल आउन चाहिँ प्राय पिचै पिच छ पिच छोडेपछि चाहिँ 3 मिनट कच्ची बाटो हिँडेपछि गाडी छोड्ने ठाउँ आउँछ गाडी त्यहाँ जहाँ छोडिन्छ त्यहाँनिर एउटा मन्दिर पनि छ पिकनिक स्पटहरू एकदम राम्रो रहेछ हजुरहरूलाई पनि त्यहाँ पिकनिक खान आउन स्वागत छ त्यहाँबाट चाहिँ 20 मिनट सिँढी उक्लेर फेरि ओर्लेर हाक्क अहिले उक्लिरहेको थियौँ हामी अहिले ओर्लिरहेछौँ झरिरहेछौँ अनि हाम्रो भ्लग पनि चलिरहेकै छ के अरे हजुरहरूले साथ दिनुहुनेछ लाइक कमेन्ट सब्सक्राइब सेयर धेरैभन्दा धेरै सेयर गरिदिनु हुनुहुन्छ भ्लगलाई हेर्नुहोस् त यस्तो रमणीय एकदम अर्ग्यानिक ठाउँमा छौँ हामी चाहिँ यहाँ कुनै पनि प्रकृति विरोधी काम भएको छैन प्रकृति विरोधी भए भनेको यही सिँढी बने हो यो सिमेन्टबाट लाई ढुङ्गाले बनाइदिए भए अझ राम्रो हुन्थ्यो भन्ने लाग्यो तैपनि त अब हिँड्नको लागि सहज बनाइया हो अनि यहाँ शौचालयहरू राम्रै व्यवस्था छ तल मन्दिर तल गङ्गाजी बैकुण्ठ ताल पनि त्यहीँ यसरी एकदमै एकान्त माडीको एउटा कुना दक्षिण पूर्वी कुना हो यो चाहिँ पर्दो रहेछ भनौँ उकालो उदिँदा पसिन झर्दा चिसो त्यस्तै छ यहाँ चितवन जिल्लाको माडीमा अवस्थित बैकुण्ठ तालको नामले सुप्रसिद्ध सुन्दर तालमा आइपुगेका छौँ हामी साह्रै मनमोहक कुनाबाट यसरी झरना जस्तै माथिबाट आएको नदी झरनाको रूपमा झरिरहेको अनि ताल पनि एकदम निलो गहिरो देखिन्छ अनि छेउछाउमा अहिले पात झर्ने समय भएका हुनाले नदी बुट्टाहरूबाट झरेका पातहरूले नदीलाई पुष्पवृष्टि गरे जस्तै सजिएका छन् नदी ताल
एकदमै रमाइलो एकदम मन। हामी यतिखेर माडीको बैकुण्ठ तालमा छौँ। बैकुण्ठको तालभित्र भएका माछाहरू यसरी खेलिरहेका छन्। कति मनमोहक छ। निलो कञ्चन सफा पानी, कहीँ पनि प्रकृति विरोधी काम भएको छैन यहाँ। यति राम्रो नदी झरना, माथिबाट नदी चाहिँ झरना बनेर झरिरहेको, अनि यहाँ तालको रूपमा बनेर यसलाई बैकुण्ठ तालको रूपमा यहाँको मान्छेहरूले बैकुण्ठ ताल नाम भनेर प्रचार गरेका र यहाँ चाहिँ वर्षौनी हजारौँ पर्यटकहरू आउने, बिस्तारै अब बढ्दै गइरहेको, प्रति वर्ष मान्छे आउन चाहिँ बढ्दै गइरहेको भनेर सुनिन्छ। एकदम मनमोहक ताल छ। यतापट्टि पुरै डाँडै चारैतिरबाट डाँडाले घेरिएको छ। अनि यो खोजबाट चाहिँ झरना जस्तै गरी पानी झरेको छ। यता फेरि यस्तो चाहिँ डाँडा कन्दरा। त्यो हिलोमा बसेर हेर्नु न कता कता। बैकुण्ठ तालको आसपासमा भएका ढुङ्गाहरूलाई मान्छेहरू यहाँ आएर यहाँ समय बिताउने क्रममा यस्ता प्रकारका थुप्रा बनाएका छन्। उहाँ सचिनले पनि बनाउँदैछ। सचिनले पनि त्यहाँ एउटा टाकुरा बनाउँदैछ ढुङ्गा जोडेर। एक प्रकारको यो इन्जिनियरिङ नमुना, यो जुन टावरहरू बनाउने सिलसिला चाहिँ स्ट्रक्चर चाहिँ सुरुमा हाम्रो पुर्खाहरूले गोठालो जाँदै गर्दा ढुङ्गाको बगरको किनारमा यसरी ढुङ्गा थुपारेर चुच्चो बनाएर देखेपछि नै अनुसन्धाताहरूले त्यो अनुसन्धान गरेर यसरी बनाउन सकिन्छ भनेर भएको हुनसक्छ। यहाँ थुप्रै छन् त्यस्तो प्रकारको। यसको धार्मिक मान्यता त सायद केही पनि छैन, तैपनि मान्छेहरू यो यहाँ यसरी घर बनाउनाले बैकुण्ठ धाममा पनि घर बन्छ एउटा भनेर चाहिँ एकदम कल्पानुभूति गर्छन्। नदी यसरी बग्छ अनि यसरी बग्छ। ल साथीहरू यहाँ सबै हामी छक्क परेका छौँ यो देखेर। यति सुन्दर दिव्य ठाउँ चितवनको माडीमा। ल हेर्नु तालबाट अब हामी फर्केका छौँ। यस्तो छ झरना। यो चाहिँ बैकुण्ठ ताल यही हो। कस्तो लाग्यो पनि बैकुण्ठ, कस्तो सोचेको थियो? जे आउँछ दुई शब्दमा भनिदियो। एकदम मनमोहक, एकदम रमाइलो है। वर्थित भयो दाइ, एकदमै वर्थित भयो। 20 मिनटको हिँडाइ पवाल मजा भयो। यो झरना, यो ताल, यो भिर, यो पाखाको वर्णन गर्ने शब्द छैन मसँग। त्यति सुन्दर छ होइन? एकदम मनमोहक। त्यहाँबाट जान पर्ने बेला भयो तर जान मन लागेको छैन। त्यो झरनाको साउन्ड, त्यो ध्वनि एकदम कानमा गुन्जिरहेछ। यो तपाईँहरूको लागि भनिएको कुराहरू हुन्। यो तपाईँहरू यहाँ आउनुपर्छ, तपाईँहरूले पनि यसको अनुभूति गर्नुपर्छ। हामी त अनुभूति गऱ्यौँ, नभन्दा पनि हुन्थ्यो हामीले, तर यो तपाईँहरूको लागि भनिएको हो है। त्यति चाहिँ बुझिदिनु होला। धन्यवाद।